मैले चाहिँ आज मेरो लाइफको पहिलो भिडियो यसरी भोइस ओभर गर्दैछु। मैले यसरी भिडियो चाहिँ कहिल्यै बनाएको थिएन। धेरै समयपछि म पनि आज बाहिर निस्केको थिएँ। बाहिर निस्किसकेपछि नानुसँग सल्लाह गर्दा गर्दै कता जाने भन्ने कुरा भयो। ड्रिम अफ गार्डन जाऊँ न त भन्ने कुरा भयो। अनि त्यहाँ चाहिँ अहिले मौसम एकदमै फुल फुल्ने भएको छ नि त। म चाहिँ काठमाडौँ बसेको लगभग 4 वर्ष हुन आँट्यो। म यो ठाउँमा चाहिँ गएको थिएन। आज मौसम पनि एकदमै सफा थियो, नत्र यहाँ काठमाडौँमा पानी परेको भइरहेको थियो नि त। आज चाहिँ एकदमै राम्रो घाम पनि लागेको थियो। अनि बिहान हामी जाने बेला चाहिँ मान्छेहरू कोही पनि थिएनन् के। लगभग 12 बजे हामी भित्र पसेका थियौँ। मान्छे कोही पनि थिएनन्। पछि एकदम मान्छेको घुइँचो हुने रहेछ त्यहाँ पनि। टाढा हिँड्न झ्याउमान्ने मान्छेलाई चाहिँ काठमाडौँभित्र एकदमै नेचुरल भाइब्स आउने ठाउँ रहेको छ। यो चाहिँ एकदमै प्लेसफुल छ। यति राम्रो ठाउँ पाएपछि भिडियो फोटो नखिच्ने त कुरै भएन। हामीले थोरै भिडियो र फोटोसुट गरिसकेपछि त्यहाँबाट हामी निस्क्यौँ। आउँदै गर्दा हामी चाहिँ यो टुडिखेलको बिचको बाटो हो। यहाँ पनि यति राम्रो फुलहरू फुलेको छ। अहिले काठमाडौँ पुरै निलो सहर भएको छ नि त। यति राम्रो ठाउँ थियो यहाँ पनि। यहाँ त अलि मान्छेहरू धेरै हुनुहुन्थ्यो के।